विष्णु भगवानलाई देख्न सक्छौँ हामी। विष्णु भगवानको मूर्ति हो यो। ल अहिले निलेशले चाहिँ उता खेलिरहेछ है, त्यो बिग्रेको जस्तो छ। तो चलिए शुरू करते हैं। सङ्कलमा पर्ने यो मन्दिर हेर्दा निकै आकर्षक देखिन्छ र यो मन्दिरमा चाहिँ बनेका बनावटले झनै यो मन्दिरलाई अझ राम्रो बनाएको थियो। गाइजहरु हामी चाहिँ एउटा मन्दिरमा आएको छौँ र यो मन्दिरको चाहिँ हजुरलाई देखाउनु चाहिँ अरे कहना क्या चाहते हो? पुरै तामाले बनेको छ। यो चाहिँ बडो है र यो साइडमा हामी देखेको छौँ फेरि भगवानको छ। त्यो दामी चाहिँ डाँडा पानी झरिरहेको यस्तो देख्न सक्छौँ। यस्तो राखेको छ यो साइडमा यस्तो, अनि अर्को साइडमा पनि यस्तो ड्रागन टाइपको राखेको छ। यो माथि हामी देख्न सक्छौँ यो लाइटहरू पनि लगाएको छ यसरी। पुरै राति चाहिँ खतरनाक, राति राम्रो हुन्छ कि यो। मन्दिरभित्र यसरी भगवानको मूर्तिहरूलाई सजाएर राखेको थियो र यस मन्दिरभित्र चाहिँ विभिन्न थरीका इक्विपमेन्टहरू चाहिँ यसरी मिलाएर बनावट गरेर राखेको थियो र यसको साइडमा हामी देख्न सक्छौँ ठुलो डेक पनि राखेको थियो। हात धुनको लागि पानी आउँछ यहाँ। पानीले हामी हात धुन सक्छौँ। यो दान पेटिकाको यो साइडतिर यो मन्दिर साइडमा चाहिँ हामीले चाहिँ बस्नको लागि पनि व्यवस्था गरेको छ यस्तरी दामी गरी। यता पानीमा विष्णु भगवानलाई देख्न सक्छौँ हामी। विष्णु भगवानको मूर्ति हो यो, पुरा पानीमा डुबाएको छ। प्राय विष्णु भगवान पानीमा भेटिने कारणले चाहिँ यसलाई पानीमा बनाएको होला यो। त्यसको साइडतिर नागपञ्चमी र अरू भगवानको मूर्तिहरूलाई पनि ढुङ्गाले कुदेर बनाएका थिए। A few moments later. फाइनली गाइजहरु हामी चाहिँ एक्सर्साइज गर्ने ठाउँमा पुगिसकेका छौँ र यो चाहिँ वाल चाहिँ आजकल भत्काएर चाहिँ यस्तो बनाएको छ, तर चाहिँ पछि चाहिँ राम्रो हुन्छ। ल अहिले निलेशले चाहिँ उता खेलिरहेछ है, साइक्लिङ यस्तो गरिरहेछ। यो चाहिँ बिग्रेको छ गाइजहरु। यो चाहिँ पुरै माटोहरू यसरी जम्मा गरेको छ यसमा, त्यो भएर चाहिँ कसरी अलि गर्न चाहिँ गाह्रो हुन्छ कि यसो। हामी एक्सर्साइज गर्ने यो एक्सर्साइज प्लेसको ठ्याक्कै राइट साइडतिर चाहिँ हामी देख्न सक्छौँ विश्व शान्ति विहार हो। यो चाहिँ गौतम बुद्ध बौद्ध धर्मावलम्बीहरूको लागि चाहिँ एउटा मुख्य स्थान हो यो। यस्तो छ यो एक्सर्साइज गर्ने ठाउँमा चाहिँ हामी देख्न सक्छौँ यसमा कुहिने र नकुहिने गरी चाहिँ फोहोर चाहिँ राख्न सक्छौँ हामी चाहिँ। यो चाहिँ राम्रो व्यवस्था लाग्यो मलाई। 2000 years later. यहाँ चाहिँ गाडी यस्तरी राखेको छ है, तर चाहिँ यो चाहिँ एउटा पुलिसले जफत गरेर राखेको, कस्तो यो बिग्रेको जस्तो छ। यस्तरी राखेको छ यार, कबाडी जस्तरी बनाएर। गाडी चाहिँ त पुरानो, धेरै पुरानो छ, जस्तो लागेन है। One eternity later. आज के ड्रइङ बनाएर ल कक्कासीको बनाइरहेछ। रेडी भएपछि हजुरलाई देखाउँछु है। A few moments later. फाइनली गाइज चाहिँ ड्रइङ चाहिँ कम्प्लिट भएको छ। हेर्न सक्नुहुन्छ यस्तो छ, मार्क्समा छ यो। यस्तो दामी है।